नमस्ते यू आर वेलकम हो नमस्ते नमस्ते एजुकेशनल एक्जिबिसन 2082 हाम्रो यहाँ बच्चाहरूको चाहिँ आर्ट छ स्पेशल आर्ट नमस्ते गुरुबा के को पेन्टिङ हो साथी के को पेन्टिङ हो भाइ बोल्न मिल्दैन कि जस्तो बोल्न मिल्दैन हो ल यता हेर्नु त आएन खोइ ल कति राम्रो है ल हाम्रो प्रमुख अतिथि चाहिँ यहाँ आइसक्नु भएको छ डाक्टर रविन्द्र प्रसाद प्रमुख अतिथिको आगमनसँगै उहाँले चाहिँ हाम्रो प्रदर्शनी प्रयोगशाला प्रदर्शनी चलिरहेछ बाइनोकुलर गरिदिनु ल ठिक छ मोटरसाइकल मोडल साइन्स मोडल साइन्स को एक्जिबिसन है इंग्लिश लैंग्वेज डिपार्टमेंट कंप्यूटर साइंस यसको मेकानिजम यता सार्यो भन्दै यो पनि यो डिस्ट्रक्टरको लागि चाहिँ डाइरेक्ट स्विच हो त्यो बाहिर डाइरेक्ट स्विच राखेको ओके यू कैन स्टार्ट नाउ यो चाहिँ हाम्रो रोबो वारको लागि तयार गरिएको पर्छ त्यसको लागि चाहिँ हामीले यो डिस्ट्रक्टर बनाएको छौँ अनि डिस्ट्रक्टरको लागि चाहिँ गियर सिस्टम हाल्नु छ दुईतिरै ह्यान्डिङको सक्नु छ दुईतिरै एकदम हाई आरपिएम मोटर युज गर्नु हो अनि यो चाहिँ दुईटा रोबोट जुट्ने बेला चाहिँ यसले चाहिँ अर्कोलाई फालिदियोस् भन्ने तरिकाले बनाएको यो भनेको रोबोट चाहिँ आर्मी टाइपको चाहिँ हो रोबोट वारमा युज गर्ने सामान हो हैन यो चाहिँ खास यो कम्पिटिसनको लागि यो हाम्रो यो ठाउँमा चाहिँ रोबोटिक्सको वारहरू चाहिँ भइरहेको हुन्छ त्यसको लागि तयार गरेको यो चाहिँ रोबोट बिचको सकर फुटबलको लागि बनाएको हो अब यो चलाएर हेर्दा चाहिँ म चलाएर पनि देखाउँछु है Wait. ल के हो यो ए फर्मुला ल सो गर्नु त कसरी हो स्पीकर पनि आउँछ म्याच द फलोइङ हो फर्मुला म्याच द फलोइङ ल अब यसको काम के हो
Here we mash this. Ah. Ah. Then if you Sound कसरी आउँछ sound? there's a mechanism inside of here. Can you show? Sir, not allowed. No, it is allowed. I am here. You can take permission with your teacher. Suresh sir. Suresh sir. Show me practically. प्र्याक्टिकली भन्दाखेरि पनि यो हाम्रो चाहिँ एउटा मेमोरी कसरी गरिन्छ भनेर एउटा ज्ञानको थ्रुबाट देखाउनको लागि हो यो यो गरेर देखाउन के मिल्छ? हजुर किनकि एउटा फर्मुला चाहिँ एउटा गेमको माध्यमबाट पनि ल्याउन सकिन्छ भनेर चाहिँ एउटा यो त्यही मैले त्यो प्र्याक्टिकल्ली हेर्न खोजेँ कि प्र्याक्टिकल्ली भन्नाले त्यही हो इङ्गेज भएर नै गर्ने भएको कारणले चाहिँ अनि साउन्ड आउँछ भन्थ्यो कि त्यो साउन्ड कसरी हो त्यो चाहिँ कसरी हो? फर्मुला ट्रु भयो भने आउँछ नत्र भने आउँदैन त्यो कसरी हो? मैले त्यो चाहिँ हेरेँ। यहाँ गर्दाखेरि यो साउन्ड बजिरहेको छ ए अब यो ट्रु भयो भने बज्छ यदि फल्स भयो भने बज्दैन मिलेमा चाहिँ बज्छ। मिल्यो भने मिलेमा मन्द दुईचोटि बज्छ। जस्तै ऱ्याफ रेगुलर ट्राइङ्गलको यसको एन्सर्स त होइन त्यही भएर यो के सेप छ के सेप छ यहाँ? जस्तै कि अब यो सिलिन्डर भयो, ट्रायङ्गल भयो, अनि वाट म्याथ थियोरम पार्क है? म्याथ पार्कहरू कति राम्रो, भेरी नाइस। हजुर कलेक्टेड वाटर चाहिँ पोटेन्शियल एनर्जी हो अनि यहाँबाट फ्लो भएको एनर्जी काइबाइन रोटेट गर्छ टर्बाइन रोटेट भएपछि चाहिँ इलेक्ट्रिसिटी जेनेरेट हुन्छ। अनि यो लाइभ गरेर देखाउनु मलाई ल हाम्रो विद्यार्थीहरूको चाहिँ क्रिएटिभिटी विज्ञान प्रदर्शनीमा यहाँ राखिएको छ। यो अटो घुम्छ कि नै? सर यो पानी राखेपछि बल्ल हो पोटेन्सियल इनर्जी र काइनेटिक इनर्जी होइन त? ल थ्याङ्क यू के हो यो भन्नु त मलाई, यसको बारेमा बताउनु त ब्रिजेश। चल्छ कि नै? खोइ त यो उठाउनु पर्यो नि त होइन? ल तल गयो माथि के हो रे यो? हाइड्रोलिक क्रेन हो। सामान उठाएर देखाउनु पर्ने हो है? ल ठिक छ ल हाइड्रोलिक क्रेनको चल्दैन? चलाउनु त ट्राई गर्नु त। गुड। त्यहाँ माटो उठाउन सक्छ यसले घुमाएर? ल माटो उठाएर भर्नु त। माटोतिर ल्याउनु पर्यो घुमाएर, माटोतिर ल्याउनु पर्यो, माटोतिर माटोतिर ल्याउनु घुमाएर माटो उठाएर हाल्नु त। भयो खोइ गुड। ल अब अगाडि लैजानु त्यसलाई मिलाएर। ल ल त्यो ल्याउनु खोइ। ल उठाउनु माटो उठाउनु। ल उठाउ उठाउ त्यहाँ लानु पर्यो। ओ प्रदर्शनी यहाँ भइरहेछ। ल ल नेपाली भाषासँगै धेरै राम्रा चाहिँ नमुनाहरू लालीगुँरासको फुल बनाएको छ। पदवर्गहरू चाहिँ हिज्जे कार्यक्रमलाई
3 फेरि 3 फेरि 3 नै हो के दुईटा पर्यो भने हो डाट्स यस्तो हुन्छ कि यहाँ नम्बर छ बुझेँ मैले अनि यहाँ नम्बर छ दुईटै नम्बर एकै ठाउँ पर्नुपर्ने एडिसन हो कि सर डाट्सको एडिसन हो ए हो 4 र 3 भयो 7 भयो 7 छाने छ भने ए त्यस्तो हो ए दुईटा नम्बर एउटा छान्ने अनि त्यो नम्बर पर्नु पर्यो जस्तो 3 छान्नु भयो 2 र 1 पारे भयो ल है त ल है छ फेरि अहिले आँखामा कति हो 6 हो कति ओए रोक ओए 6 जित्यो त आउट बाहिर यो पनि बाहिर ल हान्यो बाहिर बाहिर हाम्रो यो नमुना घर छ पुरानो समयको प्राचीन घर सौरभ ल show me your traffic light खोइ explain also फेरि गर न बनाऊ ल ब्याट्रीको र सहायताले बनाएको यो चाहिँ हाम्रो कोडले वर्क गर्छ यो कोड चाहिँ कम्प्युटरबाट हालिन्छ यसमा आफै हाल्ने हो अनि यो चाहिँ मोडल चाहिँ हामीले ग्रुपमा मिलेर बनाएको हो यसमा हामीलाई 1 हप्ता टाइम लाग्यो र यो डिस्प्लेले टाइम सो गर्छ कति सेकेन्डमा चाहिँ एलइडी चेन्ज हुन्छ भने टाइमर हुन्छ रेडको 30 येल्लोको 10 एन्ड फेरि ग्रिनको 30 हुन्छ यस्तै गर्दा चेन्ज हुन्छ फेरि अटोमेटिक आफै फेरि रेड बल्छ ल टाइम सो गरेर देख ट्राफिक लाइटको नमुना हरियो बत्ती बलिरहेछ सुरु गर्नु त रातो बत्ती बल्यो त्यसपछि आयरल्यान्ड त्यसपछि युनाइटेड किङडम त्यसपछि यहाँ नर्वे त्यसपछि स्विडन त्यसपछि फिनल्यान्ड त्यसपछि रसिया युक्रेनको चाहिँ चल्दैन त भाइ युक्रेनको चल्दैन युक्रेन यहाँ युक्रेन छ फेरि गा त रोका यो चल्ने छैन कि भाइ चल्ने छैन चले छैन देखियो यहाँ फ्रान्स पनि चल्ने छैन यिनीहरू सबै फ्रान्स पनि चल्ने छैन भाइ ल हाम्रो यो सोसल स्टडिजको प्रदर्शनी छ यहाँ चाहिँ भोल्कानो समूह यो सबै भोल्कानोको टिम छ यहाँ भोल्कानो छ रकहरू छ यो त्यसपछि यहाँ अवलोकनकर्ताहरू हुनुहुन्छ अनि हाम्रो बच्चाहरू धेरै राम्रो चाहिँ क्राफ्टहरू सुरु गरेको छ यो स्मार्ट सिटीहरू बनाएको छ क्या ओके त्यो 3D के हो रे त्यो गिटारहरू बनाएको छ मादल डमरू गिटार यहाँ गिटार छ यो डमरू छ लोकल टेक्नोलोजीको घर चाहिँ बनाएको छ
छ यहाँ। यहाँ चाहिँ हाम्रो स्थानीय प्रविधिको सन्दर्भमा यो 3D नेपालको म्याप। यो 3D म्यापमा हिमाल र नदीहरू देखाइएको छ यहाँ। विभिन्न हिमालहरू चाहिँ देखाएको छ उतातिरको। यस पछाडि नयाँ यसपछि यतापट्टि स्थानीय प्रविधिको सामानहरू हामी देख्न सक्छौँ। यस डोको छ, फुर्लुङ छ, फुर्लुङसँगै माछा मार्ने जाल पनि छ यहाँ। अनि स्याखु छ पुरानो, त्यसलाई कतै घुम पनि भनिन्छ। यहाँ डालो छ, यहाँ छत्री छ, त्यस पछाडि यहाँ जुवा छ, जुवा सँगसँगै हलो छ, डल्ले। यहाँ चाहिँ विभिन्न डिजाइनका चाहिँ मन्दिरहरू छ। मन्दिरहरू हामी देख्न सक्छौँ। यहाँ स्तूपहरू छन्, मन्दिरहरू छन्। मुक्तिनाथको मन्दिर, यहाँ छेउमा मुक्तिनाथको मन्दिर छ। स्तूपा छ यहाँ चाहिँ धरहरा स्तूपा स्वयम्भूनाथ छ यहाँ। अनि यो लुम्बिनी बनेको छ। नेवारी संस्कृति यो चाहिँ हाम्रो यहाँ शिक्षकहरू चाहिँ इभ्यालुएसन गर्दै हुन्छ। उतापट्टि यहाँ पनि वर्ल्ड म्याप बनाएको छ। यहाँ चाहिँ वर्ल्ड म्याप छ, हामी देख्छ पेन्टिङको वर्ल्ड म्याप। यहाँ 3D म्याप अफ नेपाल सानो ब्याक गियर गयो। हजुर